ललितपुर सुनचाँदी व्यवसायी संघ गुकगु वार्षिक साधारण सभा कोचागुदु संघ गुकगु वार्षिक साधारण सभा शनिबार यले जुगुख ललितपुर सुनचाँदी व्यवसायी संघ अध्यक्ष रमेश बहादुर साकेया सभापतित्व जाजो जुगुख यस सङ्घले कोभिड-19 को कारण देशमा लकडाउन भइरहेको अवस्थामा सदस्य र सदस्यका परिवारलाई कोरोना जीवन बिमा निःशुल्क गर्नुका साथै कोरोना पोजिटिभ आएका साथीहरूलाई राहत सामग्री वितरण गरिएको छ। स्वदेशी तथा विदेशी कारीगरहरूलाई लकडाउनको अवस्थामा खाद्य सामग्री पनि वितरण गर्ने कार्य गरेको छ। आफ्ना सदस्यहरूलाई र स्वदेशी कारीगरहरूलाई ललितपुर उद्योग वाणिज्य सङ्घ र ललितपुर महानगरपालिकाको समन्वयमा कोरोना विरुद्धको भ्याक्सिन खोप दिने कार्य पनि गरेको छ। ललितपुर सुनचाँदी व्यवसायी सङ्घले विपद व्यवस्थापन कोष खडा गरी कोरोनाबाट मृत्यु हुने सदस्यहरूलाई आर्थिक सहयोग प्रदान गर्नुको साथै तर सम्बन्धी विभिन्न कार्ययोजना बनाई सेवा दिने काम पनि जारी राख्दै आएको छ। जाजोया उलेजा पूर्व मुख्य सचिव लोक सेवा आयोग पूर्व अध्यक्ष तीर्थमान साकेयाना दिगुख व्यवसायको इंग्लिश प्रोफेसनल हुन सक्छ, एन्टरप्रेन्योर हुन सक्छ, तर त्यसले पनि हामीले गरेको कामको एक्ज्याक्ट त्यो रिप्रोडक्सन रिफ्लेक्ट गर्दैन। त्यसकारण धातु कला मेटल क्राफ्ट हो, हातले बनाउने ह्यान्डिक्राफ्ट हो। हामी सुन चाँदी धातु हो, सुन चाँदीको सामान हातले पनि बनाउँछौँ, ह्यान्डिक्राफ्ट पनि हो, मेटल क्राफ्ट पनि हो। अब इन्डस्ट्रियल उसमा गयो भने प्रोडक्सन होला, अर्को कुरा हो। तर ह्यान्डिक्राफ्ट मेटल क्राफ्ट भित्र रहेको हुनाले कता कता हामी नेपाल सुन चाँदी व्यवसाय नबनिकन नेपाल सुन चाँदी कला तथा व्यवसाय भनियो। र यस विषयमा अब महासङ्घ र विभिन्नले एक दिनभरि नै लगाएर यसको लागि ब्रेन स्ट्रमिङ गरेर केही त शब्द नयाँ आउनु पर्ने नै जस्तो देखिन्छ। अन्यथा हामी डिलर्स नै हो कि भन्ने पनि हाम्रो जुन क्राफ्ट्सम्यानसिप छ, हाम्रो दक्षता छ, हाम्रो स्किल छ, हाम्रो आर्टिफ्याक्ट्स छ, त्यसलाई रिप्रेजेन्ट गरिराखेको छैन जस्तो लाग्छ। संस्थापक अध्यक्ष मधुमा ज्ञानराज साकेयातन लुमङ्कुसे न्यागु जाजोले नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अध्यक्ष मानिक रत्न साक्य, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछ, राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष प्रेमलाल महर्जन लगायत थथगु धारणा तयार दिएको ख। चारवटा विभिन्न क्षेत्रको हामीले पहिचान गर्यौँ जसमा हामीले काम गर्नुपर्ने थियो। एउटा व्यवसाय हो, जुन व्यवसायले यसमा लगानी गरेको छ, हामी चाहिँ यसमा खट्छौँ, काम गरेको छ र यसले चाहिँ हाम्रो आजीविकाको रूपमा चाहिँ हामी यसमा रहेर हामीले चाहिँ यस व्यवसायलाई अँगालेका छौँ। यो व्यवसायको लागि गर्नुपर्ने काम हो। त्यस्तै यो व्यवसायमा लागेका कारिगरहरू जसले यो व्यवसायमा आफ्नो सिप, आफ्नो कला प्रकट गर्छन्, उनीहरूको रोजगारीको सुरक्षाको कुरा, उनीहरूको आम्दानीको सुरक्षाको कुरा त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा। तेस्रो पाटोमा गएर उपभोक्ताको कुरा, जसको कुरा नगरिकन हाम्रो व्यवसाय चल्न सक्दैन। हामी उपभोक्ताहरूलाई कस्तो खालको सेवा दिन्छौँ, कसरी हामी व्यवसाय सञ्चालन गर्छौँ र उहाँहरूको सेवा र उपभोक्ताको हितको लागि हामीले के गर्नुपर्ने होला, त्यो पाटोमा हामीले काम गर्नुपर्ने तेस्रो पाटोमा। र चौथो पाटोमा देशको लागि, राष्ट्र निर्माणको लागि, देशको अर्थतन्त्रको योगदान गर्नको लागि हामीले के कुराहरू गर्नुपर्ने रहेछ। एउटा व्यवसायको नाताले, एउटा देशको नागरिक भएको नाताले के कुराहरू गर्नुपर्ने भनेर चारवटा यो कुराहरूमा हामीले गर्नुपर्ने कार्यक्रमहरू, विभिन्न कार्यक्रम बनाएर त्यसमा आवधिक रूपमा पहिलो वर्षको लागि, दोस्रो वर्षको लागि र तेस्रो वर्षको लागि गरेर लङ टर्म, सर्ट टर्म र मिड टर्मको हामीले चाहिँ विभिन्न योजनाहरू बनायौँ। कोभिडको समयमा हामीलाई समस्या परिरहेको बेलामा हामीलाई वस्तुको सङ्घका या सुनचाँदी व्यवसाय सङ्घका व्यवसायहरूले जुन बेला अक्सिजनको अभाव थियो त्यो बेला उहाँहरूले युज गरेर अक्सिजनहरू चाहिँ हामीले चाहिँ जिल्ला हाम्रो सिरो कार्यालयबाट हामीलाई चाहिँ कलेक्सन गरिदिनु एकदम बिरामी पर्यो, अक्सिजन नभइकन यहाँ धेरै मार पऱ्यो भन्दाखेरि उहाँहरूको तर्फबाट पनि हस्तकला सङ्घबाट पनि हामीले कलेक्सन गरेर उहाँहरूलाई चाहिँ यसमा चाहिँ ललितपुर हस्तकला सङ्घबाट पनि धेरै सहयोग भएको थियो। उहाँहरूलाई चाहिँ हामीले चाहिँ कमसेकम 100 भन्दा बढी चाहिँ अक्सिजन हामीले त्यहाँ दिन सक्षम भए। यो व्यवसाय भनेको
अत्यन्त इज्जत र प्रतिष्ठाको व्यवस्था। त्यसमा पनि ललितपुरको कुरा गर्दाखेरि वर्ल्ड क्राफ्ट सिटी बनेर नाउँ गरिएको यो नगरको यो जिल्लाको व्यवसायीहरू दुनियाँमा एउटै मात्रै यस्तो व्यवसाय छ जुन व्यवसायमा नाफा राख्दैन। व्यापार गरेपछि नाफा राख्छ। चामल बेच्नेले नाफा राख्छ, दाल बेच्नेले नाफा राख्छ, तरकारी बेच्नेले नाफा राख्छ, तर सुन बेच्नेले नाफा राख्छ। निरुत्साहित भएका छौँ।